हेर्नुहोस् त मौसम कति खोलिएको। यहाँ हाम्रो होटल आइपुग्दा चाहिँ अब फर्किने बेला पनि भयो। सायद हामी अलिक बिहान गएछौँ क्यारे पुरानो गुरुङ गाउँ हेर्न। दुर्भाग्य भन्नुपर्छ हाम्रो, हेर्न पाइएन। अघि नै पुरै बादलले ढाकेको थियो। अब फेरि फर्केर जाने कुरो पनि भएन। अब बस स्ट्यान्डतिर जाने बेला पनि भयो। हामीले पुरानो गाउँ गुरुङ गाउँ हेर्न नपाए पनि यस घान्द्रुक गाउँको सबैभन्दा पुरानो घर चाहिँ म तपाईहरुलाई देखाउँछु है। सायद महेन्द्र राजाको पालाको घर अरे यो। अनि महेन्द्र राजाको पालाको नोटमा पनि यही घर देख्न पाइन्छ। एउटा नोटमा यही घर हो। एकदमै पुरानो घर। यस घान्द्रुक गाउँकै सायद सबैभन्दा पुरानो घर सरी भन्दै हुनुहुन्थ्यो यस होटलको एकजना स्टाफले।